आँखा बन्द भयो अब भने साथीहरु गरिसक्नु दिनै भरि घामै राजा साँझ खटेन तर तिम्रो माया बाह्रै मास कहिल्यै घटेन यस्तो गर्नु हुँदैन है नट्टी मैले आफै झरेको उच्चा फेरि म त मेरो पनि डोरा होला है मेरो पनि डोरा छ केही वर्षपछि फेरि अर्को किसिमको डोरा हो यता पखाल्नु अब पानी लेख्दैन छ नि म त भेला पो गर्नु साँच्ची यो चुला त हाम्रो एउटा मात्रै आइरहेको छ हैन नाना दुईटा आएको छ होला है एउटा तल हुन्छ हुन्छ रहेछ है उ गर्ने पहिले नि मासु त कान्ति जान्छ जाँदैन जाने किन गाडी छैन रहेछ अस्ति गडी गएको 1 घण्टामा पुगिन्छ मिस भने मलाई 3 घण्टा लाग्यो एक्लै हिँडेर धन्नौ त्यो मुकेश दाईको छोरी जेनिसाले पर्खेर लग मलाई लिएर जान्छ अनि तिम्रै मम्मीहरू आउनुहुन्छ म अब घर जान्छु होइन गर्दै गरै एउटा पनि लगाऊ म लाउँछु तिमी चलाऊ है तर छुटिन्छ डल्लो चाहिँ पर्यो हिजो त अनि त्यहाँ डुङ्गामा उयो चलाएर जस्तो घुम्छ त पिल्लिक पिल्लिक यो त हुँदैन एकछिन म लाइ सक्छु नि म त छोरा 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 भाइ एकछिन यो बनाइसक्छु नि यो त साह्रै नरमिठो भएर रहेछ है सानसानै हुनुपर्ने उनले मरेसमा त्यसै चामल नचौलाइकन भात पकाउँदैन रहेछ हजुर चामलै नचौलाइकन पकाउँछ नि त मरेसमा बिहाको भात हुनु त साथी त छैन चौलाएर राजा चाहिँ 1 मान भनेर कतिवटा छ त 7 यसमा 7 मात्रै मिलेन कति हो 7 मिलो अनि यहाँ मिल्यो त यहाँ मिलेन अब यहाँ त्यो निकालौँ न नि त्यहाँबाट अब होस् 7 भयो नि त के न विदो छ हैन गरेन है कम्पी के हो लुज बनाइदिउँ के एकचोटि मात्रै लाउने भन्छ तीनचोटि भित्र नधरोस् है बिग्रिन्छ कि कस्तो केयर गरेको हौ छा हुनु पर्यो नि त अब त
जाऊ न तिमी बाबा मै लगाउँथे एकछिन फेरि बाहिर लगेर नि लगाउन आउँछ कि त्यही भएर हाडे नै भन्छु नाम थाहा छैन मलाई के हो के हो गायनका गरे कि उयो बाउ माइले हो त्यो उयो बाउ क्या उयो बाउलाई चाहिँ गरे अर्कोजना नै पकाएको त्यस्तै भरे राख्नु है अति नै रहस्यमय साँचोमा अति नै रहस्यमय साँचो भगवान अति नै रहस्यमय साँचो अर्थमा महान परम प्रधान परम आत्मा महापरमेश्वर हे महापरम विधाता हे महापरम चेतना आजको विशेष अन्तर्विन्तीमा हे महाकृपा सागर हजुरको सृष्टि हजुरको रचना हजुरको नानीहरू आजको जो नवजात वरवधू आजको विशेष शुभ घडीको जो राजा रानीको रूपमा हामीले यो शुभ विवाहमा सिंगार्नको निमित्त आजको नवजात वरवधूलाई हे परमेश्वर जो आध्यात्मिक रूपले स्वर्गीय रूपले नयाँ वेशभूषा र आभूषणमा सिंगारेर हामीले हाम्रो पवित्र ईश्वरीय दरबारमा आसीन गराउनको निमित्त आजको नयाँ वरवधू धीराज राई र सिर्जना राईको शुभ विवाहको निमित्त यो नयाँ आभूषण र यो नयाँ वेशभूषालाई हे महापरमेश्वर उहाँहरूलाई पहिरनको निमित्त उहाँलाई ग्रहण गराउनको निमित्त हजुरबाट आज्ञा रहोस् अनुमति रहोस् सहायता रहोस् आशीष रहोस् कुनै पनि प्रकारको दोष दोषण्यहरू नलागेको होस् कुनै पनि प्रकारको आपद विपद र अप्ठ्यारो स्थिति आइ नलागेको होस् यो वेशभूषा र यो आभूषण ग्रहण गरिरहँदाखेरि उहाँहरूलाई शान्ति र आनन्दित जीवनले नै छाएको होस् हे महापरमेश्वर अति नै शान्तमय अति नै सुरक्षितमय अति नै सफलमय अति नै प्रेममय करुणामय जीवन उहाँहरूकोमा प्राप्त भएको होस् आजको दिन उहाँहरूको दुई आत्मा एक आत्मा दुई मन एउटा मन दुईटा विचार एउटा विचार भएर हे महापरम आत्मा महापरमेश्वर एउटै रगत एउटै शरीरमा उहाँहरू सङ्गम हुन गइरहेको हुनुहुन्छ महापरमेश्वरबाट यहाँहरूलाई आशीष दिइबक्सेको हे परमेश्वर हजुर धन्यको हुनुहुन्छ हजुरले हामी सारा मानव संसारहरूबाट युगयुग समान अन्तसम्म नै प्रशंसा नै महिमा नै जय जयकार नै गरिरहेको हो जय गुरु जय प्रेम लु हजुरले ग्रहण गर्दा हुन्छ देशहरू है चलाउनु होला हल्का एउटा भाषा बनाएको
छैन मेथी छ मेथी लाइयो त मेथी होइन बेसार छ म लिएर आउँछु यो मेरो नाक नछुनु पऱ्यो पुरै खोर्सानी छ अरे हजुर यस्तो खतम गर्यो पुरा रडमा तपाईँको ब्लक दिनुपर्छ रडमै त्यो त ब्लगलाई त रडमै घोला बनाउँदै राख्ने हो हजुर कस्तो खराब गरिदियो नि जीले हाम्रो त्यस्तै बनाउँथ्यो र चाहिँ हजुर जीले त्यस्तै उहाँले अनुमति माग्नुहुन्छ अनि त्यहाँ अलिक भित्र राख्नुपर्ने हो अलिक उता अहिले बनाऊ छोडिदिउँ न कि बन्द गरिराख्नु दुईटा जस्तै अति नै रहस्यमय महासाधु सृष्टिकर्ता महासाधु सर्व है होइन म यहाँ नानीहरूको लुगा यहाँ राख्नु पर्यो कुर्सी यता डाइरेक्ट गएर बस्नु पाइँदैन फेरि चेक गरेर बिस्तारै जोगाएर होइन त्यहाँ उता पल्लोमा चाहिँ घुम्नु पर्दैन पल्लोमा चाहिँ फर्सेकै हुँदैन हुन्छ बस बस तिमी जुत्तैसँग पर्दा भइगयो नि यता यता न यताबाट जानुपर्छ बस कहाँ पाइयो त्यसरी गएर यताबाट पुरामुलाई त घुमाउनु पऱ्यो नि पुरामुलाई त घुमाउनै पर्छ नियम अनुसार काम गर्नु पऱ्यो नि चल्नु सकियो एउटै झाल लाग्नु सकिन्छ यसरी बाङ्गो बनाउनु कान्छाको हो त्यसरी ठाडो 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 फुल हामी चाहिँ खाजा खाइन्छौँ जुत्ता खोल्नुपर्छ चप्पल चप्पल पनि पर्दैन म खुट्टा सबै खोल्छु हुन्छ होला
त्यसलाई खनाउनु पर्ने होला पनि गरम ढलेको छ कि क्या हो तेलमा चौकेर बल्छ अर्को एउटा सिधै आफ्नोबाट पनि त्यही लगाइदिनु अहिलेदेखि अब सुरु गर्न चाहिन्छ सलेदो छ भने केटाहरू 10 बजी आउनु पर्छ रहस्यमय सात सृष्टिकर्ता अति नै रहस्यमय सातमा अति नै रहस्यमय सातो भगवान अति नै रहस्यमय सातो अथवा सातो महान परमात्मा परमेश्वर आजको विशेष शुभ घडीमा हजुरमै शरण पर्दै हजुरकै शरण पर्दै हजुरलाई नै हार्दिक हार्दिक अन्तर दिनुपर्दै आजको विशेष शुभ साहित्य दिइरहेको छौँ विलास गरी गाउँपालिका यो छोराछोरीलाई सहायता सप्तेश्वरको यो पर्वतको यो पवित्र घरमा बस्नुहुने हजुरको शिशु हजुरको रचना हजुरको नानीहरू निर्मला राईको कोखबाट जन्मिएको एकमात्र आयुष्मान पुत्र व्यास राईको जो शुभ विवाह रूपाको मजोगाई नगरपालिका 12 नम्बर सबलुङ कामलुङ स्थित त्यो पवित्र घरमा बस्नुहुने हजुरको शिशु हजुरको रचना हजुरको नानी केशर राई र सुक्रिमाया राईको एकमात्र आयुष्मती जो सिर्जना राईसँग आज वैवाहिक जीवनमा आबद्ध हुनुभएकोले उक्त कार्यक्रमको निम्ति हामी सबैजना स्वयं म हजुरको नामका गायक हाम्रो स्वयं साथीहरू यो कार्यक्रम सुरुवात गर्नको निमित्त महान परमप्रधान परम आत्मा महापरमेश्वरबाट हामीमा आज्ञा रहेको अनुमति रहेको सहायता रहेको आशिष रहेको त्यही मान हजुरलाई हामी सारा महान संसारहरूबाट नै मुलुकसम्म नै अनन्तसम्म नै प्रशंसा नै महिमा नै दिएको आशिष भइरहेको जय गुरु जय प्रेम। अब हामी नाना हुनुहुन्छ नि होइन म त साह्रो पराउँछु नि सर बाबु हजुरले चेली हजुरले अगुवाई गर्नु होला नि हजुर जानुपर्ने होला हुन्छ
नमस्कार दाइ होइन पढाएको यो अति नै रहस्यमय महासाँचो सृष्टिकर्ता महासाँचो सर्वव्यापी आज निम्तिमा शुभ विवाहको शुभारम्भमा हजुरबाट आज्ञा अनुमति पाएर हामीले यो हजुरले प्रतिपादन गर्नुभएको महाग्रन्थ निश्चित पाठन वाचन गरेर समापन गरिसकेका छौँ। हामीले हरफहरूमा शब्दहरूमा लयहरूमा भएको भुल गल्तीहरूबाट पनि हामी अरू कार्यक्रम अगाडि बढाउने हामी जमातो गरिरहेका छौँ। हजुरबाट हामीमा आगे जय गुरु यहाँ सजिलो गरी बस्नु हुन्छ र नि हुन्छ पर्दैन बसौँ न चाहियो भने हामी एकैचोटि हामी साइड आइज भनेको त हामी केमा जान्छौँ भने परमेश्वर आजको यस अन्तर्विन्तीमा आजको नवजात गर्भवतीलाई यो ईश्वरीय दरबारभित्र स्वागत गर्नको निमित्त हामीबाट आगेर ल अब भने आजको नवजात गर्भवतीलाई गेटसम्म यहाँ उपस्थित गराइदिनु हुनुको लागि घर गाछीहरूबाट हामी अनुरोध गऱ्यौँ र हाम्रो एकजना चेली साई र एकजना माइती साई कान्छा नै जानु होला। यो बेहुला बेहुलीको यो दियो चाहिँ यता राख्ने एकछिनको लागि चाहिँ हौ त्यो बालेको चाहिँ लिएर जानु हो र हाम्रो यताबाट माइली जान्छ यो लानु एकछिनको लागि यस केसेस अनि उसैसी सँगसँग गरेर अब खोल्नु पहिला बेला गर्ने कथा छ। यहाँ छ यो यहाँ छ दाजु दाइ
अलिक टाइट गरेर टाइट गरिदिनु अझै टाइट गरेर टाइट गरिदियो कटेन भएन खोल्नु मिल्छ भने खादिउँ बिस्तारै मिलिहाल्यो त नि ऊ बेल्ट पनि बाँधिदिनु हो त्यस्तै हो हे परमेश्वर आजको यो पवित्र घडीमा जो एनजिओको विवाह कार्य सम्पन्न हुँदैछ उहाँहरूलाई आशीष दिनु उहाँहरूको दाम्पत्य जीवन फुलदै बनोस् सुखमय रहोस् शान्तिमय रहोस् आनन्दमय रहोस् हे परम प्रधान परम आत्मा महापरमेश्वर आदिम कालमा तपाईले सबै चिजहरूको सृष्टि गर्नुभयो पृथ्वीको पवित्र सृष्टि गरेर एक स्त्री र एक पुरुषको रूपमा आदिम माता पिताको संरचना गर्नुभयो त्यही आदिम माता पिता का सन्ततिहरू मध्ये आज एक युगल जोडीको बीचमा वैवाहिक बन्धन सम्पन्न हुँदैछ तपाईले हरेक पशु पक्षी प्राणीहरूलाई जस्तै मानव जातिलाई पनि युगल जोडी बनाई सृष्टिलाई निरन्तरता दिनुपर्ने विधान बनाउनु भयो त्यसका लागि हे परम आत्मा महापरमेश्वर तपाईँ धन्यको हुनुहुन्छ जय प्रेम मानव जीवनमा एकचोटि मात्रै गरिनुपर्ने यस सफल पवित्र शुभ विवाहमा पाउ कष्ट गरेर शरीक भइरहनु भएका हाम्रो सम्पूर्ण इष्टमित्र नरनाथाजनहरूमा घर गार्जेनहरूमा हाम्रा सही साथीहरूमा यो दर्शन सम्बन्धीको रूपरेखा हजुरमा प्रस्तुत गर्नको लागि म अनुमति चाहन्छु शुभ विवाहको विशेष गरिकन परिचय दिनु पर्दाखेरि उनै परम आत्मा महापरमेश्वरको इच्छा र चाहना र उहाँको आशिष बिना हामी मानव जीवनले यो पवित्र भूमिमा यो सारा कुरा सुसम्पन्न र समृद्ध हुनुभएको यो पवित्र भूमि मातामाथि हामी पदार्पण हुनु पाइन्न। यस कारणले गर्दा उनै परम आत्मा महापरमेश्वरको कृपाले गर्दाखेरि आज केपिलासगढी गाउँपालिका यो सप्तेश्वर बरकोटको पवित्र स्थानमा यो पवित्र 5 नम्बर वडाको पवित्र घर लक्ष्मीमा बसोबास गर्नुहुने एन्जल पदम कुमार राई र निर्मला राईको जो कोक आदरणीय प्रिय मित्रजनहरू यो शुभ विवाह भनेको जो दुईटा आत्मा एउटै आत्मा दुईटा विचार एउटै विचार दुईटा मन एउटै मन र दुईटा रगत एउटै रगत र दुईटा शरीरको सङ्गम हुनु नै यो शुभ विवाहको अर्थ हुन जान्छ र यो एक प्रकारको स्वर्गिक मार्ग प्रेमवादी सर्वधर्म दर्शनका विधान अनुसार यो शुभ विवाह शुभारम्भ भइरहेको कुरा हजुरहरूलाई म अवगत गराउँछु। यो हामी मानव जाति भनेको एउटा सामाजिक प्राणी भएको कारणले गर्दाखेरि एक प्रकारको यो शुभ विवाह सामाजिक सम्झौता नै हामीले मान्नु पर्दछ। यो सामाजिक सम्झौताको यो शुभ विवाहमा
देख्नु भएको छ इन्द्रेणी छाताहरू भने देख्नु भएको छ इन्द्रेणी हुँदाखेरि यो 7 लिङ्गको मुनि 7 यो कलशहरू राखिएको छ यो 7 स्वर्गदूतको प्रतीक हामीले राखेको छौँ 7 को अर्थ धेरै नै हुन्छ 7 महासागरहरू 7 महाद्वीपहरू 7 सप्त ऋषिहरू 7 गुरुहरू 7 बाचाहरूको अर्थ हुन्छ 7 दिशाको अर्थ हुन्छ त्यो कारणले गर्दाखेरि यो भनेको एउटा इन्द्रेणी घेरा भनेको के भने यो एउटा सुरक्षित घेरा भएको हुँदा यो सुरक्षित घेरालाई हजुरले टच नगरिकन हजुरले बाहिरैबाट सहयोग गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु अनि हे समादरणीय मित्रजनहरू यति भन्दै यो हजुरहरूले जलधारी देख्नु भएको छ यो बनाइरहनु भएको छ यो जलधारीबाट चाहिँ ईश्वरीय राज्यबाट आजको नवजात वर वधुलाई हामीले उहाँको शरण परे पश्चात उहाँहरूले यो जलधारीद्वारा आशीर्वाद वर्षाइदिनुहुन्छ सो आशीर्वाद चाहिँ आजको नवजात वर वधुको शिरमा हामीले ग्रहण गराउनेछौँ ग्रहण गरेर भलभाग्य मानेर उहाँको अति नै शान्तमय अति नै सुरक्षितमय अति नै सफलमय जीवनको आशीर्वाद कुनै परम आत्मा परमेश्वरको ईश्वरीय राज्यको आशीषको खानीबाट उहाँलाई आशीर्वाद वर्षिनेछ भनेर हजुरहरू अवगत गराउँदै आजको कार्यक्रम सर्वधर्म मन्त्र उच्चारणबाट हामी सुरु गर्नेछौँ जय प्रेम त्यो पनि ठिक छ दाइ बाबुले बालेको त्यस्तो गरेर पेज नम्बर 69 को हजुरको पहिलो गाडा मात्रै वाचन गर्नुको लागि हाम्रो सैनिक साथीहरूलाई म अनुरोध गर्दै अब भने हाम्रो बेहुला राजाले पक्रेर गर्नुहोला कुनै परम आत्मा महापरमेश्वरले यो हजुरले एउटा परमात्मा परमेश्वरको कृपा भएर भैरवलाई यो पवित्र भूमिमा हजुरलाई बाबा मम्मीको कोखबाट पठाउनु भएको भएर सही सलमा शान्ति सुरक्षित युवा अवस्थामा बिहा गर्ने उमेरमा कुनै परम आत्मा परमेश्वरलाई अब यता मण्डपतिर शेषी सामसाङ गरिदिनुहोस् अनि आफूलाई एकचोटि शेषी सामसाङ गरी त्यहाँ राख्नु अब हामीले पेज नम्बर 70 वाचन गर्छौँ 70 को एक प्यारा मात्रै है 70 हामीले अब
अब किन यसरी कुमारी अब छोरा एउटा हो आज भने पुग्ने दुईटा नाम लाउँछ राखेको त राजा रानीहरू यहाँ फेस टु फेस गरेर नाम भेटाइन के र त पुग्ने आउँछ राखेको मैले केले लगौ आजको यो 9 है माथि छ भने होइन थालमा 9 आजको यो तेस्रो चरणको आजको यो शुभ विवाह चरणमा आज यो ईश्वरीय राज्यमा आशिषको खानीबाट यो यो पवित्र त्यो कलशमा आशिष बर्सिरहेको महसुस गर्दै यहाँको जीवनमा हजुरहरूले आफ्नो शान्तमय दिने सुरक्षितमय सफल जीवनको हाम्रो जीवनमा जिउन मानव जीवनमा जिउनको लागि चाहिने सम्पूर्ण आवश्यक जीवन पुरानो ज्ञान विज्ञानले भरिपूर्ण भइरहेको हजुरहरूले महसुस गर्दै हजुरहरूले आशिष मागिरहनु छ विनम्र अन्तर्विधि गर्छु हे परमात्मा महापरमेश्वर आजको यो दाम्पत्य जीवनमा यहाँहरू आबद्ध भयो हे स्वागत गर्ने हाम्रो सही साथीहरू स्वागत गरिरहनु भएको छ हामी परम आत्मा परमेश्वर साँचो भगवानसँग माइलालाई पनि गराउनु होइन केयरको कुर्सी ल्याउनु अब भने हजुरहरूले 171 गऱ्यौँ नि हजुर अब 71 गऱ्यौँ हामी 72 को अब 72 मा जाउँ 72 गरिहालौँ अनि त्यहाँबाट 72 को एक प्यारा सिरानको एक प्यारा मात्रै गरिहाल्नु सुरु गरौँ न गरिहाल्नु त्यहाँदेखि मात्रै काम
पहिला बाबालाई अनि माथि यहाँ मैले निकाल्छु
समर्पण गर्नको निम्ति समर्पित हुनुको निमित्त बेहुला राजा र बेहुली रानीले एकचोटि चाहिँ अन्तर्मल गरेर गले लगाउनुको लागि विनम्र अवतार बिन्ती त्यो भजन पुरिन्जेलसम्म हामी परिक्रमा
हुँदैन नि एकजना खोज्नु बिजोडी अङ्कल पापा एकजना खोजेर ल्याउनु त केमानी हुनु बिजोडी भयो कि बिजोडी दाम्पत्य जीवन सुखमय बितोस् आशीर्वाद धेरै धेरै ए पैसा नि आएको ऊ गरेको पैसा त होइन त नाति नाति पो त अङ्कलले पैसा पनि दिनु पर्यो पैसा कति दिन्छ भनेर भन्छ पैसा एउटा हुन्छ 5 रुपियाँ मैले पानीलाई पानी साथीलाई पनि लाउनु पर्छ नि साथी टुङ्गै भएन भान्जाहरू हुँदैन रे पापा भन्छ हुन्छ पुसाइले हुँदैन के भन्नु पर्यो हुन्छ भइहाल्छ कन्ने केटा कन्ने केटी चाहिन्छ हुन्छ नि है भनेको पर्गिएर उसलाई पठाइदिउँ न त टिका लगाइदिउँ भने त लगाइसक्यो कल्ल्या भन्न सक्नु त भान्जा मान्छे हुन्छ हुँदैन हजुर पर्दैन ए हामीले मात्रै होइन मैले लगाइसक्नु यो त पर्दैन हौ लाउनु नि साथमा चाहिँ साथ बाटोले नातिलाई लिएर राख्नु है फेरि उता ससुराली जाँदा पनि यो लगेर जानु लिएर जाऊ न लाउनु पर्छ पूजा गरेर भने यो टप यो मात्र राख्नु
राम्रो निकाल्नु म जाने ऊ जोइहरू जागिरे फेरि मेरा त पेन चाहिँ कति बस्दिनु पर्यो जानु चलियो दाजु दसैँ भइहाल्यो मुलो त कता गाडी डलास हिँड्न गाडी कुकुरै छ पढा
कहाँ लग्यो भाइ अजय ओ रमेश साह्रै जिउै छाडेर बस्नु भएन त्यसै है अनि के गर्नु यसो गाली नलामा यसो जग्गा माया हुन्छ भन्ने चाहिँ हामी त त्यतिकै फर्किआइजानु भयो केही गतिविधि छैन होइन देब्रे हुन्छ यतैबाट मजाले कटार मिलाऊ
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
नानी अप्सरा घरतिर जानु ल यो मार्नु हुँदैन भित्र जानु सबैले होइन होलसेल लानु जाउँ हामी अलिकति यहाँ चाँदीको तपाईँहरूको लागि आज हाम्रो जुनीभरको लागि माथिको निकालेर सँगै आधी चाहिँ राख्नुपर्छ है आधी चाहिँ राख्नुपर्छ ब्राङ्गै बनाउनु आधी मात्रै खोलाको सब्जी हो नि आधी खोलेर ब्ल्याकै भन्छ हमले ल दुईजनाले मालाको बिजो सँगै दुईजनाले यहाँ खोल्दिनु तर छिट्टै फेरि भात छिटेर माथिल्लोपट्टि पुग्छ ठीक छ